कल्पना गर्नुहोस्, तपाईँ यस्तो संसारमा बिउझिनुभयो जहाँ सीमाहरू कडा हुँदै गइरहेका छन् र जहाँ पहिचान अर्थात् धर्म, संस्कृति, राष्ट्रियता पहिलेभन्दा अझ महत्त्वपूर्ण बन्दै गइरहेको छ। अमेरिकामा डोनाल्ड ट्रम्पको उदयदेखि भारतमा नरेन्द्र मोदीसम्म र युरोपमा अल्टरनेटिभ फर जर्मनीको बढ्दो प्रभावसम्म विश्वमा सूक्ष्म ढङ्गले ठूलो परिवर्तन भइरहेको छ। तर के यो केवल सामान्य राजनीतिको चक्र मात्र हो वा हामी कुनै गहिरो विश्वव्यापी परिवर्तन देखिरहेका छौं जहाँ दक्षिणपन्थी विचारधाराहरूले बिस्तारै विश्व व्यवस्थालाई पुनः आकार दिइरहेका छन्? र अझ महत्त्वपूर्ण कुरा, नेपाल जस्ता देशहरूका लागि यसको अर्थ के हो? आज हामी विश्वभरि बढ्दै गइरहेका दक्षिणपन्थी आन्दोलनहरूलाई विश्लेषण गर्नेछौँ। किन यो आन्दोलनले नागरिकहरूलाई आकर्षित गरिरहेको छ? कसले यस्ता आन्दोलनहरू नेतृत्व गरिरहेका छन् र कसरी यसले साना देशहरूमा समेत प्रभाव पारिरहेको छ? किनभने यो केवल उनीहरूको कथा मात्र होइन, यो हाम्रो भविष्यको पनि कथा हो। विश्वव्यापी परिवर्तन, नयाँ राजनीतिक लहर। हालका वर्षहरूमा विश्वको राजनीतिक परिदृश्यमा स्पष्ट रूपमा ठूलो परिवर्तन देखिँदै आएको छ। अमेरिकादेखि युरोप र एसियासम्मका प्रमुख लोकतान्त्रिक देशहरूमा दक्षिणपन्थी तथा राष्ट्रवादी विचारधाराहरू तीव्र रूपमा बढिरहेका छन्। अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी र बेलायतमा टमी रोबिन्सन जस्ता युवा अभियन्ताहरूसँग सम्बन्धित आन्दोलनहरूले यो व्यापक वैचारिक परिवर्तनलाई झल्काउँछन्। जर्मनीमा अल्टरनेटिभ फर जर्मनी एएफडी भन्ने पार्टीको उदयले दोस्रो विश्वयुद्धपछि दक्षिणपन्थी राजनीतिप्रति अत्यन्त सतर्क रहँदै आएको देशमा फेरि एकपटक ऐतिहासिक परिवर्तनको सङ्केत गरेको छ। त्यसैगरी जापानमा सान्सेइतो जस्ता नयाँ दलहरूले देश पहिलो भन्ने एजेन्डा अघि बढाइरहेका छन्। यो कुनै संयोग होइन, विश्वका महत्त्वपूर्ण स्थानहरूमा देखिएको यो एउटा स्पष्ट ढाँचा हो। विभिन्न संस्कृतिका धेरै मतदाताहरू त्यस्ता नेता र आन्दोलनतर्फ आकर्षित भइरहेका छन् जसले बलियो राष्ट्रिय पहिचान, सुरक्षा र विश्वव्यापीकरणमाथि नियन्त्रणको बाचा गरिरहेका छन्। किन बढिरहेका छन् दक्षिणपन्थी विचारहरू? यस परिवर्तनका कारणहरू निकै गहिरा र संरचनात्मक छन्। पहिलो, आर्थिक असन्तुष्टिले ठूलो भूमिका खेलेको छ। जापान, अमेरिका, जर्मनी र अन्य धेरै युरोपेली मुलुकहरूमा मानिसहरूले बढ्दो जीवनयापन खर्च, तर स्थिर तलब अनि त्यसले निम्त्याएको भविष्यप्रतिको अनिश्चितता झेलिरहेका छन्। जब परम्परागत राजनीतिक प्रणालीले स्थायित्व र नागरिकहरूलाई सहज जीवन दिन असफल हुन्छ, मतदाताहरू वैकल्पिक विकल्प खोज्न थाल्छन्। दोस्रो, आप्रवासन एक शक्तिशाली भावनात्मक मुद्दा बनेको छ। उदाहरणका लागि सन् 2015मा जर्मनीले 10 लाखभन्दा बढी शरणार्थीहरू भित्र्याएपछि सांस्कृतिक पहिचान र सुरक्षा सम्बन्धी चिन्ताहरू बढेका थिए। यद्यपि तथ्यहरू मिश्रित छन्। अमेरिकामा पनि गैरकानुनी आप्रवासन र शरणार्थी फिर्तीको मुद्दा हालको सरकारको मुख्य एजेन्डा बनेको छ। त्यसैगरी जापान र बेलायत जस्ता तुलनात्मक रूपमा एउटै आर्थिक, सामाजिक र सांस्कृतिक परिवेशयुक्त समाजमा पनि विभिन्न संस्कृतिबाट आएका विदेशी कामदारहरूको क्रमिक वृद्धि अहिले त्यहाँका नागरिकहरूका लागि बढ्दो चिन्ताको विषय बन्दै गएको छ। तेस्रो, मूलधारका राजनीतिक दलहरूप्रति बढ्दो अविश्वास। नेपाल मात्र होइन, विश्वका धेरै देशका नागरिकहरूलाई लाग्न थालेको एउटै चिन्ता के हो भने सत्तामा रहेका एलिट वर्गहरू आम जनताको दैनिक समस्याबाट कोसौँ टाढा छन्। दक्षिणपन्थी आन्दोलनहरूले यस अवस्थालाई मुख्य एजेन्डा बनाउँदै आफूलाई जनताको आवाजका रूपमा प्रस्तुत गरिरहेका छन्। यसबाहेक केही समय यता पहिचानमा आधारित राजनीतिले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। भारतमा हिन्दुत्व, जापान र युरोपमा राष्ट्रवाद वा अमेरिकामा अमेरिका फर्स्ट जस्ता अवधारणाहरूले राष्ट्रलाई संस्कृति, धर्म
वा जातीयताको आधारमा पुनः परिभाषित गर्न खोजिरहेका छन्। पहिचानमा आधारित राजनीति दीर्घकालीन समाधान नहुन सक्छ, तर यसले अनिश्चित समयमा मानिसहरूलाई अपनत्व र सुरक्षा महसुस गराउन भने पक्कै मद्दत गर्छ। तर भारत जस्तो देशमा धर्मको नाममा गरिने राजनीतिले भने दीर्घकालीन कलहको बीजलाई हुर्किन मद्दत मात्र गर्दैन, यसले नेपाल जस्तो विविधतापूर्ण तर शान्त छिमेकी देशलाई पनि गहिरो रूपमा असर पुर्याउन सक्छ। शक्ति, नेतृत्व र समर्थन सञ्जाल। यी आन्दोलनहरू केवल जनस्तरबाट मात्र उठेका होइनन्, यी क्रमशः व्यवस्थित र सशक्त रूपमा सङ्गठित हुँदै गएका छन्। जर्मनीमा ब्योर्न होके र एलिस वाइडेल जस्ता नेताहरूले एउटै आन्दोलनका फरक फरक रूप प्रस्तुत गर्छन्। एकजना बढी उग्र र अर्को बढी परिष्कृत र मूलधारको राजनीतिमा स्वीकार्य। भारतमा नरेन्द्र मोदीले राष्ट्रवादलाई बलियो केन्द्रीय शासनसँग सफलतापूर्वक जोडेका छन्। त्यसैगरी अमेरिकामा प्राउड बोइज र ओथ किपर्स जस्ता समूहहरूले कसरी सैनिक वा सुरक्षा निकायमा तालिम प्राप्त व्यक्तिहरू पनि चरमपन्थी सञ्जालको हिस्सा बन्न सक्छन् भन्ने देखाएको छ। किनकि अमेरिकामा सैन्य वा सुरक्षा तालिमले दिने रणनीतिक र प्राविधिक सिपहरू चरमपन्थी समूहहरूले आफ्ना उद्देश्यका लागि प्रयोग गर्न खोजेको देखिएको छ। महत्त्वपूर्ण कुरा के हो भने यी आन्दोलनहरूले प्राय राष्ट्रिय सीमाभन्दा बाहिरबाट पनि समर्थन पाउँछन्। धनी दाताहरू, वैचारिक संस्थाहरू र कहिलेकाहीँ विदेशी सरकारहरू समेत यसमा संलग्न हुने गरेको आरोप लाग्छ। उदाहरणका लागि युरोपमा दक्षिणपन्थी विचारलाई बलियो बनाउन रुसले भ्रामक सूचना अभियान नै चलाएको आरोप लगाइएको छ। यसैबीच एलन मस्क जस्ता प्रभावशाली व्यक्तिहरूले पनि विवादास्पद विषयहरूमा प्रतिक्रिया दिँदै वा तिनलाई बढावा दिँदै अनलाइन राजनीतिक बहसहरूलाई आकार दिन भूमिका खेलेका छन्। एलन मस्कले त जापानदेखि जर्मनीका दक्षिणपन्थीहरूका र्यालीहरूलाई व्यक्तिगत रूपमा सम्बोधन पनि गरेका छन्। नेतृत्व, आर्थिक स्रोत र अन्तर्राष्ट्रिय सञ्जालको यो संयोजनले आधुनिक दक्षिणपन्थी आन्दोलनहरूलाई पहिले भन्दा धेरै शक्तिशाली बनाएको छ। Whether you choose violence or not, violence is coming to you. You either fight back or you die. You either fight back or you die. And that's the truth. यस उदयको पछाडि सबैभन्दा महत्त्वपूर्ण माध्यम मध्ये एक डिजिटल मिडिया हो। टिकटक, युट्युब र एक्स जस्ता प्लेटफर्महरूले राजनीतिक सञ्चारलाई पूर्ण रूपमा परिवर्तन गरिदिएका छन्। दक्षिणपन्थी आन्दोलनहरूले प्राय छोटो, भावनात्मक र सजिलै सेयर गर्न सकिने सामग्री प्रयोग गरेको पाइएको छ। यी सन्देशहरू डर, गर्व, पहिचान र अपनत्वमा केन्द्रित हुन्छन्, जसले विशेष गरी युवा दर्शकहरूलाई अझ आकर्षित बनाउँछ। यी रणनीतिहरूले परम्परागत मिडियाका फिल्टरहरू पार गरेर सिधै जनतासम्म पुग्छन् र बलियो भावनात्मक सम्बन्ध निर्माण गर्छन्। नेपालको बदलिदो राजनीतिक परिदृश्य। दक्षिणपन्थी आन्दोलनमा सीमित रहेका शक्तिहरू वर्तमान समयमा राजनीतिका केन्द्रीय खेलाडी बन्दै गएका छन्। जर्मनीमा एएफडीले करिब 20% राष्ट्रिय मत हासिल गरिसकेको छ, जसले यसलाई सरकारमा नरहे पनि सबैभन्दा शक्तिशाली दलहरूमध्ये एक बनाएको छ। भारतमा दक्षिणपन्थी राष्ट्रवाद पहिले नै सत्तामा छ। अमेरिकामा पनि डोनाल्ड ट्रम्पको शासनकालमा राष्ट्रवादको नारा अझै बलियो बन्दै गएको छ। युरोपभरि यस्तै विचारधाराका दलहरू सरकारमा प्रवेश गरिरहेका छन् वा बाहिरै रहेर पनि राष्ट्रिय नीतिहरूलाई प्रभाव गरिरहेका छन्। विश्वभर आप्रवासन, पहिचान र राष्ट्रवाद सम्बन्धी बहसहरू झन तीव्र हुँदै गइरहेको बेला त्यसको प्रभाव नेपालभित्रका सार्वजनिक छलफलहरूमा देखिनु अस्वाभाविक होइन। ठ्याक्कै पश्चिमा विचारधाराबाट प्रभावित नभए पनि नेपालको भ्रष्टाचारबाट आजित नेपाली युवाहरूले जेनजी आन्दोलनद्वारा अधिकांश पुराना नेताहरूलाई विस्थापित गरिसकेको अवस्था छ। धेरै नेपालीले राष्ट्रियताको भावना घट्दै गएको र भ्रष्ट नेताहरूका कारण नागरिकहरू विदेश पलायन हुनु परेको तथ्यलाई सबैभन्दा ठूलो विडम्बनाको रूपमा हेरेका छन्।
र त्यसको समाधान खोजिरहेका छन्। नेपाल अहिले सीमापार आप्रवासनको समस्यासँग पनि झन बढी जुधिरहेको छ, विशेष गरी भारतसँगको खुला सीमा क्षेत्रमा हुने अवैध आवत-जावत र रोहिङ्ग्या शरणार्थीको उपस्थितिका कारण। पश्चिमा देशहरूमा जस्तो व्यवस्थित शरणार्थी दर्ता प्रणालीको अभावले नेपाल भित्रिएका व्यक्तिहरू कुन उद्देश्यले आएका हुन् भन्ने कुरा पहिचान गर्ने संयन्त्र कमजोर रहेको छ, जसले निकट भविष्यमा परिस्थितिलाई झनै संवेदनशील बनाउने देखिन्छ। अब मुख्य प्रश्न यो हो, नेपाल जस्तो समाजले यी विश्वव्यापी दबावहरूलाई कसरी सामना गर्नेछ? के अहिले देखिएको आशलाग्दो युवा शक्तिले नेतृत्व गरेको सरकारले राष्ट्रियताको भावनालाई सन्तुलन, स्थायित्व र समावेशितासँग समन्वय गर्दै अगाडि बढाउन सक्षम होला? वास्तवमा यही प्रश्नहरूको उत्तरले नेपालको भविष्यको दिशा निर्धारण गर्नेछ। जर्मनीदेखि जापानसम्म, बेलायतका सडकहरूदेखि संयुक्त राज्य अमेरिकाको राजनीतिसम्म, दक्षिणपन्थी वा राष्ट्रवादी आन्दोलनहरू अब सानो घेरामा सीमित छैनन्। यिनले मूलधारको राजनीतिलाई नै आकार दिइरहेका छन्। तर यहाँ सबैभन्दा ठूलो प्रश्न के हो भने, के यी दक्षिणपन्थी आन्दोलनहरू वास्तवमै आर्थिक असमानता, सांस्कृतिक चिन्ता र अनियन्त्रित बसाइसराई जस्ता वास्तविक समस्याहरूको समाधानका लागि आवश्यक प्रतिक्रिया हुन् त? वा यी स्वार्थवश सृजना गरिएका विभाजित मनस्थितिका उपजहरू हुन्? तपाईहरूको विचार के छ? कमेन्टमा अवश्य लेख्नुहोस्।